यो हाम्रो यहाँको लिट्टी गाइस लिट्टी छोला चटनी ल साथीहरु माछा हेरौँ है त यहाँ भक्कर भाइहरुले निकालेको माछा यति छ ल अब सबै भइसक्यो अब लास्टमा फोटोशूट कार्यक्रम हेर्नुस् ए बाहिर हामी खान्छौँ अब अनि काउज त नि ल अहिले साथीहरु हाम्रो पार्क त्यो बनेर भ्यायो भने त दामी लाग्यो कहिलेदेखि बन्न लाग्यो हो हेलो गाइज नमस्ते हेलो के छ हालखबर सबैजनाको है त आज फेरि हामी आएको छौँ हाम्रो पाहुनाहरू घुमाउन है त आज हामी जाँदैछौँ बर्डर हेर्नलाई भदै अनि मेरो ससुराबालाई हामी चाहिँ बर्डर देखाउन जाँदैछौँ अनि यहाँ चाहिँ फिसिङ पनि हुँदैछ केटाहरूले कतिको मार्दैछ माछा कसरी मार्दैछ हेर्न जाम है त हजुर काँडा हो कपालमा कत्रो हुन्छ अझै हो बढे छैन नि त अझै त घुम्दा घुम्दा चाहिँ बयरको रुख भेटेको छ साथीहरू त्यही भएर चाहिँ अब हामी बयर झार्दैछौँ बधाइनीले सक्छौ झार्न फाल्दै सकेन चिम्से रुखमा चढ्नु भएको छ बयर टिप्नलाई मिठो मिठो छैन होला पाकेको छैन काँचो छ पाकेको छ बयर हो यो बाँदरको बच्चा हो माथि चुनिनु भएको छ खासै पाकेको छैन नपाक्दै भ्याइदिइसकेछ मान्छेहरूले ए झरे बयर झऱ्यो भयो पुग्छ हौ यत्रो बयर जानुभयो हेर्नु गाइस हामीले यति धेरै के भन्छ है बयर बयरको फल टिपेछन् तर मलाई मिठो लागेन यहाँ सबै टिपिरहन् हेर्नुहोस् हामी खान्छौँ अब बधाइले उहाँ खोज्दैछन् फेरि मुनि गएर ल साथीहरु माछा हेरौँ है त यहाँ भक्कर भाइहरुले निकालेको माछा यस्तोमा कसरी पर्छ त हजुर यो एकचोटि हालेको माछा है यो ऊ त डब्बामा पर्ने हो के बाहिर कहाँ निकाल्ने यसलाई यति छ एकचोटिको ल साथीहरु अब चाहिँ हामी जाँदैछौँ उता बर्डर हेर्नलाई है पुल हेर्नलाई अब पुल पनि देखाउनु पर्यो घुमाउनु पर्यो होइन त्यही भएर हामी जाँदैछौँ पुलतिर अब हेरौँ है त पुल हाम्रो कस्तो छ कस्तो लाग्दो होला हिजोको ब्लग हालेको पुरा भएन हामी चाहिँ अब आइसकेको छ इन्डियाको सामुने गफ गर्दै कि डर लाग्यो हाँस्दै क्या अर्को रानी हाँसले गर्छ यसले त्यस्तो गर्दैन को माथि चढेर खुसी भयो यहाँ चाहिँ पार्क बनेको छ साथीहरू यो चाहिँ न्यू पार्क हजुरहरूलाई आउन मन लाग्छ भने पार्क घुम्न आउनुला साथीहरू छोटावाला पार्क सिमलको रुख सिमल फलेको रहेछ झरिसकेछ सबै अनि काउज त नि क्वालिटी घट्छ क्या हेलो गाइज हामीहरू चाहिँ आइपुग्यौँ यो यसलाई के भन्छ इन्डियाको त्रिवेणी ब्यारेजमा हेरेर सक्नुहुन्छ तपाईँले यति ठुलो नदी छ जहाँ हामी तर्न सक्दैनौँ हजुर ए म त भ्लग भइरहेको मैले बाटो छाडिदिनु बाइकलाई
अनि त्यसपछि त्यही हो अब के भन्नु फाजुको मुस्कान हेर्नु अनि फुपूको हेर्नु नानीको रिस पनि हेर्नु यस्तै छ कम्बिनेसन खुसी भयो अनि यतातिर होटल पनि छ के खाने भएपछि हजुरहरूलाई खान सक्नुहुन्छ अनि यहाँ के तीर्थयात्रा रहेछ यहाँ कहाँ पोखरादेखि आएर छन् यहाँदेखिको भ्यू हेर्नु सक्नुहुन्छ खतरा छ अनि अब के भन्नु मैले तिमी राम्रो मान्ने हौ ह्यान्डसम यतातिर खतरा भ्यू देखिया फल्छ गाडी लाग्यो मलाई सरी अब मैले भिडियो देखाइदिन्छु कराइ अब फेरि मेरो ठाउँ आयो भने फाजु केही शब्द बोलिदिनुहोस् हामी चाहिँ यहाँ त्रिवेणी ब्यारेजमा आइपुगेको छौँ यहाँ चाहिँ अहिले भर्खर नयाँ ओ माई गड खतरा देखियो के त कस्तो लाग्यो तिनीहरू ठुलो पुल देख्नु मलाई चाहिँ एक्स्ट्रा अर्डिनरी खतरा लाग्यो खतरा नि कस्तो लाग्यो बधाई लास्ट ठुलो रहेछ म त्यति ठुलो लाग्नु सोचेको थिएन कहाँबाट माथिबाट झर्नुपर्छ सकिन्न त झर्नु त यहाँ चाहिँ अहिले भर्खर नयाँ यसरी बनाएको रहेछन् है यहाँ चाहिँ पहिला घाँस थियो पुरै दुबोहरू थियो अहिले यस्तो बनाएको ठिकै हो प्रगति हुँदैछ गाइज हाम्रोतिर पनि अब सरी पानी कहाँ जान्छ त नि इन्डिया कहाँ छ नि पानीको मुहा नै भनेको यो यतैबाट जाने हो लगभग यो हरिद्वार यताउता यो कोशी पछिको सानो ब्यारेज हो यो कोशीको 52 ढोका यो 36 ढोका माथिबाट यहाँ ड्याम बनायो नि त यहाँ टालिन्छ नि त अनि आएर माथि जान्छ नि त यो जान्न यहाँ तल खोल्छ नि तल अहिले बन्द छ नि त तल सुकाहा त्यही भएर अब यो खोल्ने यताबाट खोल्यो भने उता जान्छ 25-30 मिटर गयो होला पानी छ यो सुरुमा बनाउनु बेला त कति मान्छे मरेर त यो त्यो मसिनहरू झरायो हुरियाएर आँधी आएर सब यो मसिनहरू माथिबाट मान्छे सहित झरालिदिएर त्यो कति धेरै मान्छे मरेर बन्यो पुल यो हाम्रो त्रिवेणी बर्दघाटको गाडी बस माथि त्रिवेणी मेन बाटो छ नि हजुर तिम्रो जुत्ता कति छराउँछौ के भन्छ रे के भयो भन्टे छरे खुसी भयो भन्टे आफै खुसी भएको छ रे खुट्टा चोट लाग्यो ल अब सबै भइसक्यो अब लास्टमा फोटोसुट कार्यक्रम फुपूको जाङ्गी निकालो ठिक छ
यसैमा पुर्ने जस्तो देखेको रहेछ बरु सबै यहीँमा खिच्न भन्दैछ नि यहाँ चाहिँ तपाईँहरूले घुम्नलाई अटो पाउनुहुन्छ साथीहरू है हाम्रो चाहिँ यहाँ अब अटोहरू हुन्छ हामी चाहिँ हिँड्दैछौँ यहाँ घुम्दैछौँ है पालो हो 150वटा अटो छ यहाँ ल अब हामी चाहिँ लिट्टी खान जानु लागेको नास्ता खाने गरे आउँदैन त यो हाम्रो घरको लिट्टी गाइस लिट्टी छोला चटनी के ल त अब काठमाडौँ जानलाई कतिको एक्साइटेड ल साथीहरू हामी चाहिँ यहाँ टिकट काउन्टर आएको छौँ यहाँ टिकट काट्नलाई यहाँ चाहिँ अङ्कल हुनुहुन्छ साथीहरू अब चाहिँ हामी यो पुल घुम्न हिँडेको पुलतिर छौँ हामी है त आउँदै हुनुहुन्छ हाम्रो बाबा र मेरो बुढी पुलबाट चाहिँ फेरि पारिपट्टि जानलाई अटोहरू पाउने गर्छ है साथीहरू पारि इन्डिया जानलाई अटो पाउँछ यहाँ चाहिँ ल यता हेर्नु बाबा यता हेर्नु बाबा यता छोरी बन्टी दक्षिणालाई देऊ त दक्षिणालाई देऊ न दक्षिण तिमीलाई त मन पराउँदैन छोरीले ल आऊ दक्षिण यहाँ आऊ ल बन्टी छोरी यता बाबा हेरेको हेऱ्यो छोडिदेऊ छोरी हेर्दैन उसले दक्षिणा राम्ररी हेर है अहिले फेरि फोटो बिगार्दै फुपाजीले भनौँला वाह ल साथीहरू हाम्रो यतातिर चाहिँ अब नयाँ पार्क बन्दैछ हेर्नु जाऊँ है त कस्तो छ तपाईँहरूलाई म देखाउने छु हाम्रो चाहिँ यहाँ नारायणीको किनारमा पार्क बन्दैछ साथीहरू है म मेरो टोली लिएर हिँड्दैछु म पनि चाहिँ यहाँ चाहिँ फर्स्ट टाइम आउँदैछु पहिला चाहिँ यहाँ यस्तो थिएन अहिले भर्खर नयाँ बन्दैछ है त हेर्न जाऊँ तर यहाँ यो खतरा हुन्छ यहाँ बनायो भने त बन्दैछ व्यक्तिगत लगानीमा बन्दैछ यो पछि गण्डकले उ गऱ्यो भने हालिदिन्छ सबै हेरौँ है त के बन्दैछ यतातिर ल साथीहरू हाम्रो पार्क ढलाइ मस उ हाल्यो गिटी छ यो चाहिँ यो आइक्यू नियो 6 भिडियोहरू ठिकै छ यसको त त्यति नराम्रो त भन्न मिल्दैन यता बन्दैछ चारैतिर हाम्रो चाहिँ यहाँदेखि भ्यू देखिने भयो टक्क त्यो त बनेर भ्यो भने त दामी हुन्छ त हेर ल गाइस कस्तो गर्नु के छ काली भए म काली हो जाऊंगी भन्छ त्यसले खतरा लग जाओगी तो काली हो जाओगी भन्छ मुझे बारात में जाना है करके ल साथै हेर्न सक्नुहुन्छ तपाईले यतिको बनाउँदै छन् है आज यो चाहिँ बन्दैछ मुझे बारात में जाना है नि काली हो जाऊंगी को जाने बारातमा रहेछ हैन त राम्रो हुन्छ यहाँ अझै त परपरसम्म बनाएको नि हैन तिमी त तडन कालो देखिन्छौ छोरी बुढी न परपरसम्म त राम्रो देखिन्छ बबाल हुन्छ यो त बनेर भएपछि त यहाँ पहाड त होला त्यो
चाहिँ पुरै यस्तै बनाएर चाहिँ यहाँ चाहिँ बवाल बनाउँदै रहेछन् है। हेर्नुहोस् तपाईँहरूले त्यो भोलि पर्सि निर्माण भइसकेको चाहिँ खतरा हुन्छ होला यार। यहाँ चाहिँ के भन्दैछ पहाड, यहाँ चाहिँ पहाड भन्दैछ है। त्यतातिर हेरौँ है त कस्तो लाग्छ तपाईँहरूलाई, कतिको रमाइलो छ, कतिको राम्रो लाग्छ तपाईँलाई हेर्नुहोस्। कहिलेदेखि बन्नु लाग्यो दाइ हो? कहिलेदेखि बन्नु लाग्यो हो? यो के पहाड हो? डाउनदेखि पहाड हो यो? अर्जुन दाइले बनाएको यो? अर्जुन दाइले बनायो? कुन हाल? यो पुरै र दामी बन्दैछ त्यहाँ। कस्तो लाग्यो यो भर्खर बन्दै गरेको पार्क तपाईँहरूलाई? भर्खर बन्दै गरेको पार्क तपाईँलाई कस्तो लाग्यो गाइज? भनेपछि आउनुपर्छ गाइज घुम्नलाई। जाम यो सबै त बनिरहेको थियो। यो उतापट्टि त नदी हो, खोला हो, माछा आउँछ कस्तो मजाको। खोला आएको नि हो, तलबाट माटो ल्याएर हालेको। यहाँ त खोला आयो भने त्यो गाउँ पुरै डुब्छ यतिको आयो भने। जाम घरतिर, अब जाम घरतिर। म पनि यहाँ बन्दै गरेर सुनेको थिएँ तर आएको थिएन, त्यही भएर मैले आएको। जाम अब घरतिर भात पकाम, भात खाम, फेरि अनि गजडातिर जामला घुम्न। जाम जाम यहाँ त खुसी छ। घर गएपछि देखाउँछ। आउँदैन फुट्यो 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 खायो।